ल अब आज चाहिँ के हो विषयमा भने चाहिँ सानो अब होइन साग्या पेन्सन भनिन्छ के भन्छ भन्नु मैले साग्या पेन्सन के भन्नुभएको छ म त तिमीलाई छोटोलाई भन्छु पहिला चाहिँ बोर्ड भाषामा ल मासिङ कुबाट युर्बाना दुटो लायाङ घोवा के मखुले सिङ्गी मामलेसपर साम्बासेना खेपाइन भन्नुभएको छ भनेको अर्थात् के हो मासिङ कुबाट युर्बाना मासिङ भनेको चाहिँ भन्यो भने बुझ्यो है के भन्यो भन्यो भने सिकायो भने चाहिँ पशुहरू पनि के गर्न सक्छ बुझ्न सक्छ अरे बुझ्यो है कसले बुझ्न सक्छ पशु भनेको के हो कुकुर भयो भयो अनि गाईहरू भयो गाईबस्तुहरू भयो है आजकल त नि बाघहरूले पनि भनेर ट्रेनिङ गरेपछि के हुँदैछ भने ठक ठक बुझ्दो रहेछ नि बुझ्न सक्छ सक्दैन यसो के हो म्रासिङ भनेको चाहिँ भनेर र गर्न लगायो भने उनीहरूले के गर्न सक्दछ यस्तो दुटै भने पशुहरूले पशुहरूले पनि के गर्न सक्दछ उनीहरूले पनि बुझ्न सक्दो रहेछ गर्न सक्दो रहेछ अरे बुझ्यो है त्यो जस्तै गरेर मकुल सिङ्गी मामेपा भने नभनिकन मान्छेले यो गर त्यो गर नभनिकन आफैले गर्न सक्यो भने आफैले भन्न जाने भने आफैले सोच्न सक्यो भने चाहिँ त्यसलाई के भन्छ भने साम्बासेन खेपाइन त्यसो मान्छेले के हो खेपा हो अरे बुझ्यो भन्न खोज्यो बुझ्यो है अहिले हामीले धेरै कुरा मान्छे के यो गर त्यो गर भनिरहनु पर्छ नि अब सानो नानी भएका कुराहरूको होइन 5-6 वर्ष दिमाग आउँदैन बुद्धि छैन होइन के राम्रो नराम्रोको कुरा थाहा हुँदैन अब त ठुलो भयो नि त हो कि होइन अब पनि त्यो गर्यो भन्नु पर्दैन नि भन्नुपर्छ भन्नु पर्दैन नि तिमीहरू टाइममा नुहाउनु लुगा धुनु रुम सफा राख्नु होइन केलाकोमा ठिक जानु युक्तक दिनु बुझ्यो बुझेन यसो भन्नुपर्ने छैन नि आफै सोचेर गर्नुपर्ने हो कि होइन पर्छै पर्दैन पर्छ नि है हो कि होइन हामीले भन्नुपर्छ जस्तो तिमीहरूलाई तिमीहरू गर्नुपर्छै पर्दैन गर्नुपर्छ आफै सोचेर त्यस्तो गर्नुपर्छ भनेर भन्न खोज्छ यहाँ बुझ्यो तिमीहरू पशु त होइन नि है तिमीहरू कुकुर हो होइन नि तिमीहरू गाई हो होइन नि तिमी के हो मान्छे भने बुझ्न सक्नु पर्छ है हो यो गऱ्यो भने हुँदैन है धेरै फोहोर बस्यो के हुन्छ बिमार हुन्छ धेरै खाना नखाएर बस्यो के हुन्छ बिमार हुन्छ हो कि होइन जताभावी खायो भने के हुन्छ बिमार हुन्छ टाइममा के गर्नु सोच्नुपर्छ हो कि होइन क्लासमा गएर के गर्नुपर्छ पढ्नुपर्छ क्लासमा के गर्न गएको बुझ्दो रहेछ नि त्यस्तो खालको के त्यो यसो थाहा भयो भने चाहिँ के हो खेपा हो अरे तर थाहा भएर मात्रै हुन्छ के गर्नुपर्छ थाहा भएर के गर्नुपर्छ त्यो थाहा भएको कुरोमा चाहिँ आफूले के गर्नुपर्छ निरन्तर गरिरहनुपर्छ यस्तो जिन्दगीमा त पढ्नु त गएको नि भनेर नपढाइकन बसी हुन्छ हुँदैन त्यसैले के गर्नुपर्छ दिन गएर पढ्नुपर्छ